गरिबी पनि के विधि गरिबी लागेको हो यार सेट। घन्टी बजाइरहेको फेरि टेन्सन भइरहेको बेला फेरि को आयो यार। यो मान्छे फेरि आज पैसा माग्न आएको जस्तो छ यार, के गर्ने होला। आज पनि एउटा बाना बनाएर हट्नु पर्यो यार। एकदम ठिक छ यार। अनि कता हिँडेको त नि आज त? आज धेरै दिन भइसक्यो तिमीसँग यसो फाइनल कुरो गर्न आएको हो र। आउनु न भित्र बसेर कुरा गरौँ न। भाइले मान्छे त छैन नि कुरा भनेको भित्र बसेर गर्नुपर्छ कि बाहिर धेरै हल्ला गर्नु। खाना यार खास छैन यार, अब एकछिनमा खान्छु भने खाना त पाकिसकेको छ। निराश यार, बहुत टेन्सन छ यार, बहुत टेन्सन। मेरो खोपडीमा कति टेन्सन छ कसैलाई थाहा, तिमीलाई के थाहा यार। ल त्यहाँ बस्दै गरौँ न। तिमी त्यही पैसाको कुरो गर्न त होला है। त्यही अब खै अब अस्ति पनि दिन्छु मात्रै भन्यो, त्यही भएर अनि फाइनल कुरो गर्नु पर्यो के हो भनेर। अस्ति पनि खाने पैसा छैन भनेर 20 दिरहम झन् पार्कमा दिएको। के हो तिमी त नि? पैसै छैन यार अहिले यार, अहिले 1 रुपियाँ पनि छैन यार। पर्स पनि हेर रित्तेर यार, केही छैन यार, खाली छ यार। सेलेरी आएन भने? सेलेरी त आएको हो नि यार। सेलेरी त्यहाँबाट आयो, यहाँ थियो सामान लाग्यो, पुत्त उडेर कहाँ गयो सेलेरी पनि। अरूको पैसा दिनुपर्छ भनेको त अलिकति दिमागमा आउँदैन कि हो यार? दिमागमा होइन मनमा पनि आएको हो नि यार। के हो यार पैसा? तिमीले मलाई धेरै बाना बनाइरहेको छौ हेर। मेरो पैसा जसरी मलाई चाहियो। अस्ति पनि ल म दिन्छु भनेर हरेक बाना बनायो। ल नि त भनेर गरेको। मैले त्यस्तो कहाँ अनि अरूको पैसा खाएर भाग्ने जस्तो सोचेको क्या। म कहाँ गएको छु? म यहीँ छु, म कहीँ गएन। म दिन्छु क्या तिम्रो पैसा आनेको क्या, दिन्छु क्या। कहिले दिने है? मलाई 3 दिनको टाइम देऊ न, 3 दिनको। ल म भोलि दिन्छु भनेर भन्यो, उल्टै 20 दिरहम लिएर गयो। अहिले पनि 3 दिन भन्यो। त्यो पालि 3 दिन टाइम देऊ, स्योर तिम्रो पैसा आयो ल है त। पक्का हो नि? पक्का। तिमी मजाले गएर अहिले खानासाना खाएर सुधा होइन। 3 दिनपछि म आफै कल गरेर तिमीलाई म होइन तिम्रो रुममै आएर तिम्रो पैसा दिन्छु। अहिले पनि झुक्याउनु खोजेको होइन नि मलाई? होइन यार त्यस्तो होइन यार, कसम यार। ल ठिक छ। सेलेरी पनि थोरै आएको थियो कि, थोरै आयो नि घर पठाइदिइहाल्यो कि। ल ठिक छ। अब अहिले अलिकति अब दुबईतिर यस्तै समस्या छ। अब ठिक छ। अब मैले तिमीले 3 दिनभित्रमा दिन्छु भनेर भनेछौ, तर मलाई 3 दिनभित्रमा जसरी मलाई पैसा चाहियो। अहिलेको लागि म गएँ। म गएको जसरी पनि दिनुपर्छ नि फेरि। ल म स्योर आउँछु ल 3 दिनपछि। ल जसरी पनि आउनु पर्यो। ल जाऊ न, जति बेला पनि पैसा जब 500 अस्ति पिदियो त्यतिको लागि पनि ल्याउने गर्छ खुलित। 3 दिनपछि त कहाँबाट आउने र भुत्रो हुने मसँग पैसा आउने? खडेरला यहाँ एउटा चुरोट खाने पैसा त छैन मान्छेसँग, पैसा दिने रे। अब अर्को जुनीमा तिमीलाई अब त्यही अब